बाँकेको फर्टीपुरमा रहेको जनसिद्धेश्वर बहुमुखी क्याम्पसमा फर्जी विद्यार्थी भर्ना गरिएको भन्दै विरोध भएको छ। नेपाल विद्यार्थी संघ र अनेरासोबिउले फर्जी विद्यार्थी भर्ना गरिएको आरोप लगाएका हुन्। अखिल क्रान्तिकारीले क्याम्पस प्रशासनसँग मिलेर 13 जना फर्जी विद्यार्थी भर्ना गरेको आरोप रहेको छ। नेभी संघ निकट दिपेन्द्र कुमार पाण्डे दिपुले अखिल क्रान्तिकारीले क्याम्पस प्रशासनसँग मिलेर फर्जी विद्यार्थी भर्ना गरेको कुरा पुष्टि भएको दावी गर्नुभएको छ। राप्ती सोनारी 6 मा रहेको उक्त क्याम्पसमा यही चैत 5 गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ। उक्त निर्वाचनका लागि नेपाल विद्यार्थी संघ र अनेरासोबिउको संयुक्त प्यानलबाट नेभी संघकी निरा थारू तथा अखिल क्रान्तिकारीको तर्फबाट माया थारू बीच सोबिउ सभापति पदमा प्रतिस्पर्धा भइरहेको छ। निरा वर्तमान सोबिउ सभापति हुनुहुन्छ। फर्जी विद्यार्थी भर्ना गरिएको विषय उठेपछि दुवै पक्षलाई छलफलमा राखेर समस्याको निकास खोज्ने प्रयास भइरहेको निर्वाचन अधिकृत सोमनाथ थारूले बताउनुभयो। बाहिर हल्ला गरिएको जस्तो फर्जी विद्यार्थी भर्ना नभएको उहाँले बताउनुभयो। बुझाइमा फरक परेर बाहिर हल्ला चलेको निर्वाचन अधिकृत थारूको भनाइरहेको छ।